कामको मूल। भाइ बहिनी हो, हामीले किन काम गर्नुपर्छ भन त? हामीले खान र लाउनको लागि काम गर्नुपर्छ। हामीलाई खानेकुरा, लाउने कुरा र बस्ने ठाउँ नभई हुँदैन। यी तीन कुरा बिना हामीलाई बाँच्न गाह्रो पर्छ। खानको लागि अन्न उमार्नुपर्छ, लाउनको लागि लुगा बुन्नुपर्छ, बस्नको लागि घर बनाउनुपर्छ, पढ्नको लागि किताब, कापी, कलम चाहिन्छ, खेतीको लागि कुटो, कोदालो, हलो चाहिन्छ, भारी बोक्नको लागि डोको, डालो चाहिन्छ। यी बाहेक हामीलाई अरू धेरै कुराको आवश्यक पर्छ, अनि मात्र हामी राम्ररी काम चलाउन सक्छौँ। तर सबै काम एउटै मानिसले गरेर सकिँदैन। यो कुरा तिमीहरूले परिवार पाठमा पनि जानिसकेका छौ। त्यसैले मानिसहरू बेग्ला बेग्लै काम गर्छन्। कोही लुगा बुन्ने काम गर्छन्, कोही लुगा सिउँछन्, कोही घर बनाउने काम गर्छन्, कोही जागिर खान्छन्, कोही व्यापार गर्छन्, कोही फलाम चुट्छन्, कोही जुत्ता सिउँछन्, कोही डोका डाला नाम्ला बुन्छन्, कोही भारी बोकी भरियाको काम गर्छन्। यी बेग्ला बेग्लै काम गर्ने मानिस सबै एकै हुन्। सबैले आफू आफूले जानेको काम गर्छन्। सबैको कामको उत्तिकै माने हुन्छ। कसैले कसैको काममा हेला गर्नुहुन्न। तेरो काम सानो, मेरो काम ठुलो भन्नुहुन्न। एउटाको कामबाटै अर्कोलाई मद्दत पुगिराखेको हुन्छ। एउटाले जानेको कामबाटै अर्कोलाई फाइदा हुन्छ। तिमीहरू भनौला कसरी फाइदा हुन्छ भनेर। हेर, म यसबारे केही कुरा भनिदिन्छु, अनि तिमीहरू बुझौला। तिमीलाई गुरुले पढाउनुहुन्छ। गुरुहरूबाट तिमी सिक्छौ। तिम्रो बा खेती गर्नुहुन्छ। बढी अन्न बजारमा बेच्नुहुन्छ। त्यो पैसाले आफूलाई चाहिएको अरू सामान किन्नुहुन्छ। भरियाले तिम्रो भारी बोक्छ। तिमी उसलाई पैसा दिन्छौ। सूचीकारले तिम्रो लुगा सिउँछ। तिमी उसलाई ज्याला दिन्छौ। कहिलेकाहीँ तिमी कसैसँग सामानको साटासाट पनि गर्छौ। यसरी हामी सबैको कामको उत्तिकै मोल हुन्छ।